नमस्कार, स्वागत छ सबैजनालाई। आज हामी भिडियो एडिट अन्तर्गतको सेकेन्ड क्लासमा छौं र त्यो सेकेन्ड क्लासको लागि चाहिँ मैले एडिसनल दुईवटा भिडियो पहिला हामीले जुन क्रिएट गरेको थियौं फर्स्ट क्लासमा त्यसमा मैले एडिसनल दुईवटा भिडियो चाहिँ मैले एड गरेको छु र यो भिडियो युज गरेर म हजुरहरुलाई एडोब प्रिमियर प्रो को इन्टरफेसमा रहेको जुन बाहिरपट्टि भएको केही टुल्सहरु छन् त्यो टुल्सलाई चाहिँ कसरी युज गर्न मिल्छ भन्ने कुरा चाहिँ आज हामीले सिक्ने छौं। त्यसको लागि मैले यो प्रोजेक्ट अन गरे, यो लोड भइसकेको छ मेरो कम्प्युटरमा। अब यो लोड भइसकेपछि मैले हजुरलाई छुट्याएर राखेको जुन यो भिडियो छ त्यो दुईटै भिडियोलाई मैले फर्स्टमा मैले इम्पोर्ट गरेको थिएँ। यसरी यहाँबाट इम्पोर्ट गरेर मैले भिडियो ल्याएको थिएँ भने यो चाहिँ मैले डाइरेक्ट यसरी ड्र्याग गरेर मैले मेरो यो प्रोजेक्ट प्यानलमा हाल्दिन्छु। ओके, यति गरिसकेपछि अब यसमा यो दुईटै भिडियो मेरो 1080x1920 को छ। त्यही भएर यदि मैले यहाँ तानी हाले भने पनि त्यो त्यही साइजमै आउँछ। तर पनि हजुरले आफैले आफ्नो साइजमा कुनै स्पेसिफिक साइजमा बनाउन छ भने मैले फर्स्ट क्लासमा पनि भनिसकेको छु, राइट क्लिक न्यू आइटम एडजस्टमेन्ट लेयर 1080। अब यो भर्टिकल यो रिल्सहरुको साइज हो, यो ठाडो चाहिँ त्यसलाई मैले के गर्छु भन्दाखेरि 1920 by 1080p मा जान्छु। 24 fps मै जान्छु म, किनकि मलाई नर्मल भिडियो अहिले हजुरलाई डेमो गराएर देखाउनु छ, स्लो मोसनहरु गराउनु छैन। त्यही भएर 24 fps मै जान्छु, स्क्वायर पिक्सल मै जान्छु। यो यसको हामीले पछि अर्को क्लासमा सिक्ने फेरि हामीले बुझ्ने छौं। यो डिफरेन्ट रेशियोको पिक्सलहरुको युजले हजुरको भिडियोको हेर्दाखेरि जुन एस्पेक्ट रेशियो हुन्छ त्यो अलिकति चेन्जेस हुन्छ, त्यो चाहिँ हामीले पछि सिक्ने छौं। अब सुरुमा चाहिँ हजुरलाई यसमा कन्फ्युजन छ भने चाहिँ सुरुमा स्क्वायर पिक्सलमै जानु, स्क्वायर पिक्सल नै एकदम वाइडली चाहिँ युज हुन्छ। ओके, अब एडजस्टमेन्ट लेयरलाई मैले मेरो टाइमलाइनमा ल्याउँछु। टाइमलाइनमा ल्याइसकेपछि यो दुईटा भिडियो जुन छ यसमध्ये कुनै न एउटालाई मैले ड्र्याग गर्छु, अथवा यहाँबाट मलाई ड्र्याग गरेर यहाँ राखिदिन्छु, अथवा यहाँबाट ड्र्याग गर्न मन छैन, यसको स्पेसिफिक पार्ट मात्रै मलाई चाहिएको हो भने यहाँ डबल क्लिक गर्छु, सोर्समा आउँछु, यहाँ गएर मैले यसलाई प्ले गर्छु। यहाँ प्ले हेर्छ जस्तो यो पानी जहाँ चाहिरहेको छ यहाँ मैले इन गरिदिन्छु र यहाँ गएर मैले आउट गरिदिएँ भने ओके। अब मैले यसलाई यहाँ ड्र्याग गरेर हालेँ भने त्यो पार्ट मैले यहाँनिर पाउँछु है, यो पार्ट यहाँनिर यसरी पाइन्छ। अब यो एडजस्टमेन्ट लेयर राख्दा पनि भयो, नराख्दा नि हुन्छ, त्यसले केही फरक पर्दैन। एकचोटी हजुरको साइज डिफाइन भइसकेपछि अब यसमा अडियो चाहिँ छैन, यो भिडियोमा अडियो नभइसकेपछि यसलाई राख्नु नराख्नुको कुनै पनि भ्यालु भएन, मैले यसलाई फाल्दिन्छु। अब त्यस्तै गरी मैले सेकेन्ड भिडियो पनि तान्छु यहाँबाट। अब यहीँबाट तान्न पाउँछु अथवा डबल क्लिक गरेर यहाँबाट तान्न पनि मिल्छ। अहिले अब हजुरलाई यहाँबाट तान्न मन छ भने पनि यहाँबाट हजुरले सिलेक्टेड पार्ट तान्न सक्नुहुन्छ, अदरवाइज यहाँबाट फुल भिडियो तान्न पनि मिल्छ। छोटो छ, मैले फुल भिडियो नै तान्ने। ओके, अडियो यसको पनि मैले फाल्दिन्छु। अब यसलाई प्ले गरेर हेर्नुभयो भने प्लेयरलाई यहाँनिर भिडियो देख्नुहुन्छ। अब यो भिडियो मिलेको त छैन। अब अहिले हामीले प्र्याक्टिस गर्दाखेरि यो भिडियोसँग हामीलाई कुनै सरोकार छैन। हामी अहिले यो टुल्सहरुसँग कसरी युज गर्ने भन्ने कुरा आज हामीले हेर्दैछौँ। यसलाई मैले अलिकति तल तान्दिन्छु किनकि यो माथि रहेछ, जहाँ भए पनि केही फरक पर्दैन। अब यो फर्स्टमा आउँछ यो मुभ टुल। नर्मली मुभ टुलको काम भनेको सिलेक्टिङ गर्छ अथवा मुभ पनि गर्छ, तलमाथि गर्छ यसरी। अब मेन भनेको चाहिँ यो यहाँ छ ट्र्याक सिलेक्ट। अब ट्र्याक सिलेक्ट फरवर्ड टुल छ। यसको काम के हुन्छ भन्दाखेरि नर्मली जब हजुरको टाइमलाइनमा हजुरले एकदम मल्टिपल फाइल्सहरु राख्नुहुन्छ, अब यो लाइनको सबै सिलेक्ट गर भन्नु पर्यो भने चाहिँ हामीले ट्र्याक फरवर्ड अथवा सिलेक्ट फरवर्ड भन्ने जुन छ यो ट्र्याक सिलेक्ट फरवर्ड, यसलाई यसरी क्लिक गरिदिनु भने त्यो लाइनको सबै पार्ट्सहरु सिलेक्ट हुन्छ। सेम त्यसै गरी यो ब्याकवर्ड गर्नुभयो भने चाहिँ यताबाट जुन क्लिक गर्नुहुन्छ नि यो लाइनमा आएको सबै सिलेक्ट हुन्छ यसरी है। ओके, यो भयो। अब हजुरलाई यसरी हेर्दाखेरि त्यति युजफुल नहोला, युजफुल भयो भने पनि युज गर्नु, नभए पनि अब हजुरले आफैले यसरी पनि सिलेक्ट गर्न सक्नुहुन्छ। हजुरलाई कसरी ह्यान्डलिङ हुन्छ, कसरी सजिलो हुन्छ त्यही हिसाबले गर्न सक्नुहुन्छ। यसमा कुनै पनि यही नै गर्नुपर्छ अथवा कम्पल्सरी कुनै पनि भएन। अब सेम हामी अर्को टुल्समा आयौं भने यहाँ हजुरले देख्नुहुन्छ रिपल एडिट, यसमा क्लिक गर्छु म, अनि यहाँ गएर
ट्रिपल एडिट गरेँ भने अब यहाँ के हुन्छ भन्दा यसले हजुरको त्यहाँ त दुईटा स्केल देखाउँछ एकपट्टिको भिडियोलाई तन्काएको छ र अर्कोपट्टिको भिडियोलाई यसले मैले यसरी सिफ्ट गरेर तान्न सक्छु कि यो कट कहाँनिर पर्ने भनेर दुईपट्टिको भिडियो चाहिँ यहाँ देखाउँछ हो ए र बी दुईटै भिडियो देखाएको छ अब त्यो कटलाई चाहिँ कहाँनिर पार्ने हो त्यो दुईटै भिडियोको दुईटै फ्रेममा हेरेर मैले मिलाउन सक्छु र यसलाई यसरी तान्नको लागि एउटा कुरा के हजुरले थाहा पाउनु पर्यो भन्दाखेरि दुईटै भिडियोमा यो एक्चुअल साइज भन्दा लामो छोटो हुनु पर्यो अथवा यससँग अरू डाटा हुनु पर्यो है लामो भिडियो भयो भने मात्रै त्यो पोसिबल हुन्छ यदि अर्को छोटो भिडियो छ अब भिडियो नभएको ठाउँमा हजुरले यसरी ट्र्याक गर्नु भने चाहिँ त्यो अब जाने कुरो भएन सेम अब रोलिङमा जानुहुन्छ भने यसले चाहिँ अब के गर्छ यहाँ हेर्न सक्नुहुन्छ अहिलेकोले लेन्थ तलमाथि गराइदिएको थियो भने यसले लेन्थ गर्दैन अहिले दुईटैलाई सेम लेन्थमा राखेर हजुरले कहाँनिर कट गर्ने देखाउँछ सेम अहिले हामीले ब्याकमा गएर फेरि ट्रिपल गऱ्यो भने यहाँ हेर्न सक्नुहुन्छ यसले चाहिँ के गर्छ भन्दा यसले यो मैले चेन्ज गर्दाखेरि यसको लेन्थ पनि चेन्ज भइरहेको जस्तो यसलाई मैले यता घर कहाँ भने हजुरको यो सेकेन्ड भिडियोलाई काटेर फर्स्ट भिडियो जोड दिएको छ जस्तो यता तान्यो भने चाहिँ फेरि फर्स्ट भिडियोलाई काटेर सेकेन्ड भिडियोलाई जोड दिएको छ तर यही कुरा रोलिङमा गयो भने चाहिँ यसले काट्दैन कसैलाई पनि जस्ट काट्छ भन्नाले त्यो लेन्थ जुन छ एक्चुअल लेन्थलाई चाहिँ यसले कहिले पनि अल्टर गर्दैन र यसले त्यो कट पोइन्ट चाहिँ कुन पोजिसनमा आउँदाखेरि कट पोइन्ट पर्ने भन्ने कुरा मात्रै हजुरलाई यसले डिफाइन गर्न दिन्छ यसरी अब यहाँ गएर यसरी हामीले प्ले गर्नु भने त्यही ठाउँमा कट पोइन्ट आउँछ त्यस्तै हजुरको चाहिँ हजुरको रेट स्ट्रेस्ड भन्ने छ अब यसले गएर यसरी तानिदिनु भयो भने है अब त्यहाँ दुईवटा टाइम देख्नु हजुरको त्यहाँ तलपट्टि दुईवटा टाइम देख्नु भएको छ एउटा 36.09 र एउटा 46.19 मतलब यसको एक्चुअल लेन्थ भनेको चाहिँ 36 हो सेकेन्ड र मैले तानेर यसलाई 46 गराइदिएँ भनेपछि के हुन्छ भन्दा अब यो स्लो मोसन हुन्छ अलरेडी स्लो मोसनमै थियो यो अब झन् स्लो मोसनमा हुन्छ अब यस्तो रोकिनुको कारण के भन्दाखेरि यो 24 fps मा थियो 24 fps मा भएको भिडियोलाई स्लो मोसन गराउने होइन रिकमेन्डेड छैन है 60 fps भन्दा माथिकोमा जानु होला अनि बल्ल हजुरले स्लो मोसन गराउनु नत्र भने यस्तै नै फ्रेमहरु हजुरको यो फ्रेमको चाहिँ रोकेको देख्नुहुन्छ हजुरले है फ्रेम कम हुन्छ अब यो म्युजिकको छ अब यो अडियोमा म अहिले होइन त्यस्तै अब अर्को कुराको रेजर टुल छ अब हजुरले यो भिडियोको कुनै पार्टलाई हजुरले काट्नु छ जस्तो यो भिडियोलाई काट्नु छ यहाँ गएर क्लिक गर्नुहुन्छ भने यसलाई डिलिट गर्नको लागि डिलिट यस्तै हजुरले अन्डु गरे मैले यसलाई सिलेक्ट गरेर शिफ्ट डिलिट दबाउनु भयो भने चाहिँ दुईवटा काम एकैटी हुन्छ त्यो डिलिट पनि हुन्छ प्लस यो पार्ट यता आएर जोडिन्छ भने है र अब अर्को आउँछ स्लिप टुल अब यो स्लिपले पनि यहाँ हेर्नु स्लिपले के गर्छ यहाँ हेर्नु है स्लिपले अब यहाँ हेर्नु भयो भने हजुरले देख्नुहुन्छ यसले भिडियोलाई मुभ गरिदिरहेको छ त्यहाँ है माथिपट्टि हेर्नु भयो भने हेर्दाखेरि हजुरलाई यहाँ अहिले उस्तै उस्तै लागु हुन सक्छ यहाँ गएर यसरी तान्नु भयो भने त्यो भिडियो चाहिँ कहाँनिर पर्छ भन्ने कुरा हो त्यहाँ कट पोइन्टमा चाहिँ है यसरी जस्तै यहाँ चाहिँ यसलाई मैले स्लिप गरिदिएँ भने यहाँ गरिदिएँ भने अब यो भिडियो यहाँ कट हुने ठाउँमा चाहिँ यो पर्छ यसले भिडियोलाई सर्काइरहेको छ के एक्चुअल लेन्थलाई यसले केही गरेको छैन अनि यसलाई अर्कोलाई पनि कुनै इफेक्ट गरेको छैन तर एक्चुअलमा यो भित्र भिडियो अगाडि पछाडि गरिरहेको छ यसले स्लिप गरिरहेको छ अब स्लाइडले अभियसली नामैबाट थाहा हुन्छ के गर्छ भन्ने कुरा स्लाइड दुईटा भिडियो छ र यहाँ हेर्न सक्नुहुन्छ यसले स्लाइड गरेको छ तानेको छ त्यहाँ तलपट्टि हेर्दा टाइमलाइनमा हो यसरी तानेको छ हो अब यो समस्या मेरोमा यसरी तान्दाखेरि यो किन आयो भन्दाखेरि मेरो भिडियोको यतापट्टि डेटा छैन हो लामो छैन भिडियो
भिडियो छैन भने के हुन्छ अब त्यसले तान्न मिलेन दिन मिलेन जस्तो यहाँ रेक्टेंगल सानो रेक्टेंगल साइन आएको छ भनेपछि यो हजुरको एन्ड पोइन्ट नै हुनुहुन्छ हजुर त्यही भएर तान्न मिलेन है यसरी हजुरले यो टुल्सहरुले चाहिँ तान्नी गर्ने फर्काउन कताबाट हजुरले गर्न हजुरलाई सजिलो लाग्छ त्यो तरिकाले हजुरले युज गर्न सक्नुहुन्छ अब यसको शेप हजुरले यसमा अर्को कुनै शेप गराउनु भयो भने यहाँ शेप गराउन सक्नुहुन्छ यसरी है अब यसको शेपको प्रपर्टी हजुरले यतापट्टि देख्नुहुन्छ कुन कलर राख्ने है यसको स्ट्रोक राख्ने कि नराख्ने राखे कति राख्ने हैन यसरी स्याडो राख्ने कि नराख्ने स्याडो राखे कति राख्ने यो सबै कुराहरु हजुरले यसमा डिफाइन गर्न सक्नुहुन्छ र यहाँ डिफरेन्ट शेपहरु छ थुप्रै शेपहरु छ हजुरले चुज गर्न सक्नुहुन्छ अथवा हजुरले यहाँ मध्ये अरु कुनै शेप चाहियो भने चाहिँ पेन टुलले गर्नु पर्ने हुन्छ नत्र भने अब इलिस्ट्रेटरको फाइल पनि यसले एक्सेप्ट गर्छ सरी प्रिमियर प्रोले एक्सेप्ट चाहिँ गर्दैन आफ्टर इफेक्टले गर्छ प्रिमियर प्रोले डाइरेक्ट यहाँ हाल्न मिलेन पेनजीमा सेभ गरेर हाल्न पाउनु भयो यो भयो अब हाम्रो टेक्स्ट टुल अब टेक्स्ट टुलको काम भनेको चाहिँ यसमा टेक्स्ट लेख्ने नर्मली डाइरेक्ट हजुरले टेक्स्ट लेख्न सक्नुहुन्छ सिलेक्ट अल यहाँ मैले स्ट्रोक राखिदिन्छु कुन कलरको रेड अथवा अरु कुनै कलर पनि चुज गर्न सक्नुहुन्छ प्लस यसमा मैले बढाइदिएँ भने यसरी देखिन्छ अब यो राखेर अब हामीले बाँकी कामहरु चाहिँ अब नेक्स्ट भिडियोमा हामीले गर्नेछौं आजको हाम्रो सेकेन्ड भिडियोको लागि हाम्रो क्लास आज यति नै धन्यवाद